के काँक्रा कति रुपियाँ किलो हो कहाँबाट लिएर आएको तिमी कहाँबाट लिएर आएको रामेन छापबाट अनि तिमी यहाँ पढ्छौ कि पढ्दैनौ पढ्छ कति अनि यो चाहिँ बिहान बेलुका बेच्छ हो काँक्रा अनि मम्मी बाबा कहाँ हो पानीपुरी पानीपुरी खाने तिमीहरूलाई म 50 रुपियाँ दिन्छु पानीपुरी खाऊ न त तिनजना ल म काँक्रो लादिनँ तिम्रो होइन नि जम्मा 50 मसँग छैन त्यति नै दिन्छु नि त 50 रुपियाँ दिन्छु तिनजनालाई तर म काँक्रो लादिनँ ल अब तिमीहरू तिनजनालाई म यो 50 रुपियाँ दिन्छु पानीपुरी खाऊ ल हुन्छ ल थ्याङ्क यू भने खै त ल है ल अब पढ्नुपर्छ ल होस्